सबैलाई नमस्कार। हामी चाहिँ यति बेला बिहानै आज तनहुँ जिल्लाको एउटा धार्मिक तथा पर्यटकीय प्रसिद्ध मन्दिर छाब्दीभराई मन्दिर देवीको मन्दिर जाने तयारी गरिरहेछौँ। हाम्रो दर्शन भाइ चाहिँ अहिलेसम्म त्यो मन्दिर जानुभएको रहेछ। मैले उहाँलाई चाहिँ छाब्दीभराईको मन्दिर चाहिँ घुमाएर ल्याउँदैछु आज। यो चाहिँ एकदम रमाइलो सुन्दर पनि छ। त्यहाँ बिहान रमाइलो पनि हुन्छ, भक्तजनहरूको भिडभाड पनि हुन्छ। यो तनहुँ जिल्लाको सदरमुकाम दमौली केन्द्रबिन्दु दमौलीबाट करिब 6 किलोमिटरको दूरीमा यो मन्दिर छ। हामी त्यहाँ जाँदैछौँ र मन्दिर गएर हामी तपाईँहरूलाई पनि भिडियो मार्फत मन्दिरको दर्शन गराउँछौँ। भिडियो सबैजनाले हेरिदिनु होला, भिडियोमा लाइक कमेन्ट गर्नु होला, फलो नगरेको साथीहरूले फलो पनि गर्नु। सबैलाई नमस्कार है। आज चाहिँ म भाइसँग चाहिँ छाब्दीभराईको मन्दिर जाँदैछु। म अहिलेसम्म छाब्दीभराई मन्दिर गएको छैन, मेरो पहिलोचोटि हो छाब्दीभराई मन्दिर हो। दाइले मलाई चाहिँ आज मन्दिर घुमाएर ल्याउँछु भनेर बिहानै तयारी गरिराख्नु भएको छ। हामी छाब्दीभराई मन्दिर जाँदैछौँ र सायद त्यहाँ पनि गएर हामी एउटा दुईवटा भिडियो बनाउँछौँ। भिडियो चाहिँ जस्तो भए पनि हजुरहरूले स्वीकार्नुपर्छ, हाम्रो मेहनत छ। सबैले लाइक कमेन्ट गरिदिनुहोस् है भिडियोमा है। हस्, कति बेर लाउँछ हो यो दर्शन भाइ निस्किने? हो दर्शन भाइ चाहिँ निस्किन हो, छिटो निस्किए। कति बेर लाग्छ? हजुर हजुर, ल ल ल म आइहालेँ। ल ल है, म 1 मिनटमा तुरुन्तै ल ल ल ल ल ल म आएँ ल ल। A few moments later. म आज चाहिँ दर्शन भाइलाई लिएर छाब्दीको मन्दिरमा आइरहेको छु। यहाँ चाहिँ दर्शन भाइ पनि हुनुहुन्छ है। हजुर हजुर, म आज चाहिँ जीवन दाइसँग छाब्दीको मन्दिर हेर्न भनेर आएको। अब म चाहिँ आज मेरो फर्स्ट टाइम हो है छाब्दी मन्दिर। म मन्दिरभित्र छिर्दैछु है दाइसँग। ल हस्, नमस्कार। म जीवन र मेरो यति बेला क्यामेरामा हुनुहुन्छ भाइ दर्शन र हामी यति बेला तनहुँ जिल्लाको प्रसिद्ध मन्दिर छाब्दीभराई मन्दिरमा आएका छौँ। यो मन्दिर चाहिँ छाब्दीभराई माताको मन्दिर तनहुँ जिल्लाको सदरमुकामबाट करिब 6 किलोमिटर पूर्वतिर पर्छ र यो देवीको मन्दिर हो। यहाँ चाहिँ भोग पनि चढ्ने गर्छ। यहाँ कुखुराहरू काटेर चाहिँ भोग चढाइने गर्छ भने भित्रपट्टि चाहिँ पाखा चाहिँ भोग दिने गरिन्छ भित्रपट्टि। यो देवीको मन्दिर हो। यहाँ चाहिँ आफ्नो मनोकांक्षा पुरा गर्नको लागि भक्तजनहरूले विभिन्न किसिमका भक्कलहरू गर्नुहुन्छ र भक्कल पश्चात कोही भक्कल पूर्व नै आउनुहुन्छ।